कस्तो खाले देखेको छ। हेलो साथीहरू, यो चाहिँ मेरो ब्लग हो। आज चाहिँ हामी व्रतको लागि पूजा गर्न जाँदैछौँ। हामी पनि व्रत बस्दै गरेको यस्तो कालो कालो अनुहार देखाइदिएर हेर्नु पऱ्यो नि। हरियो मेहन्दी लगाएर चट्टा लगाएर अब हामी चाहिँ जानु लागेको मन्दिर भनेर त्यहाँदेखि चाहिँ उता गएपछि देखाउँछु भने चाहिँ मैले यसरी गफ लाग्यो क्या। मैले चाहिँ बाई बाई भन्दा उताबाट फेरि हाम्रो उहाँ म्याडमजी आउनुभएको छ। मैले हाई गर्नु भनेर मैले धन्दै स्कुटीले हानिदिएको क्या। आजको दिन कस्ती हो भने भन्दा भन्दै अनि मलाई हाई गऱ्यो। मेहन्दी लगाएको हातले हानी गएको ल साथीहरू। यता आएको त फेरि हामीलाई एउटा दुइटा फुल चाहियो मन्दिर जानको लागि। अनि हामीले आएको फुल टिप्यौँ, एउटा दुइटा धेरै टिपेनौँ क्या। हामीले यति मात्रै टिपेको। त्यसपछि हामी बाटोमा लाग्यौँ। त्यसजना मिलेर नि हामी जाँदा यस्तो राम्रो हरियाली भएको रुख अनि यता यो आकाश हुँदै हामी गयौँ। अनि हामी स्कुटी बिसाएर पार्क गऱ्यौँ। त्यसपछि यता आफ्नो स्कुटी चाहिँ हेर्नतिर लाग्यो भने म चाहिँ अगाडि क्यामेरा लिएर हिँडेँ। म सबलाई देखाउँदै कति नराम्रो भयो जस्तो कि। अनि हामी मन्दिर पुगेँ। मैले मन्दिरमा पुगेर अनि हामी चाहिँ यसमा पूजा गर्ने भयो भने मैले देखाइदिएको ल हजुरहरूलाई। अनि आएर पूजा गर्ने सामग्री खतल गर्न थालेँ क्या। अनि के ल्याएको थियो अरे के छ अरे भनेर खोज्न थालेँ कि बाहुनी छेत्रिनीहरू भनेको मतलब साथीहरू। अनि त्यसपछि चट्टा लगाएर रेडी भइसकेको पूजाको थाली। अनि हामी यो पूजाको थाली रेडी गरेर म चाहिँ राम्रो भएर पूजा गर्न लागेको ल साथीहरू। अनि हामी यहाँभित्र गयौँ भन भित्र चाहिँ क्यामेरा लान पाइँदैन नि त। अनि हामी बाहिर मात्रै यतिकोसम्म भिडियो गऱ्यौँ ल साथीहरू। यतापट्टि चाहिँ पायो हामी त गणेशकोमा। अनि हामी यसरी चट्टा लगाएर पूजा गऱ्यौँ। अनि उहाँहरू त फेरि पूजा गर्न गरिराख्नु भएको दोहोरेको पनि। अनि उहाँहरूले चाहिँ चट्टा फटाफट लगाएर पूजा गर्नुभयो। अनि त्यसपछि म चाहिँ हेरिराखेँ क्या यताबाट। अनि किनकि म लास्टमा गर्छु भनेर घन्टी बजाइसियो उहाँ म्यामजीले। अनि त्यसपछि मेरो पालो आयो। यता हेर्नु धोतिनी जस्तो देखियो भाइ। म त छ्या कस्तो नराम्रो। म त अनि बत्ती बालेँ। अनि मैले पनि जानी नजानी ट्यापटिप गरेर पूजाआजा गरेर जस्तो गरेँ। अनि किनकि मलाई म खासै व्रत बस्ने पूजा पनि गर्दिनँ नि त। अनि यहाँ धुपबत्ती पनि बाल्न थालेँ। अनि हामी चट्टा लगाएर यसरी धुपसुप घुमाएर चट्टा लगाएर उहाँ राख्यौँ। अनि उहाँ म्यामले यताबाट एङ्गल मिलाइ गर्नुभएको थियो। अनि मैले म्याम पनि खिच्दिएँ चट्टा लगाएर घन्टी बजाएर पूजा गरेको चाहिँ मैले गरिदिएँ। अनि यो चाहिँ मेरो मोटो हात भयो साउनको छुरा लगाएको भएर हरियो छुरा लगाएर। त्यसपछि हामी भित्र क्यामेरा लानु पाउँथेन। अनि भित्र चाहिँ पूजासुजा गरेर यताउति सब भ्याइसकेपछि हामी चाहिँ यहाँ थकाइ मार्न बस्यौँ। अनि थकित अवस्थामा पनि थियौँ सबैजना। शीतल गर्मी भएको अनि शीतलमा पनि बस्यौँ। अनि अब हामी चाहिँ टिकटक बनाउन लाग्यौँ ल भनेर जाँदै थियौँ। अनि यस्तो तिर्खा लाग्यो पानी खायौँ हामीले। अनि हामी लाग्यौँ हेर्नु भोलै जस्तो भएर हेरेर